नाम भन्नु न, तपाईँको नाम चाहिँ के? मेरो नाम जयराम गुरुङ। यो बाटोको तपाईँ यो उपभोक्ता समिति के हुनुहुन्छ कि? म कोषाध्यक्ष। कोषाध्यक्ष हुन्छ। अनि यो छ नि उमाकुण्डा गाउँपालिका वार्ड नम्बर 5 ले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा कति लाख बजेट खटाएको छ यो कार्यलाई? यो बाटोलाई भनेर चाहिँ 2 लाख। 2 लाख खटाएको छ। कति किलोमिटर यहाँ गर्नुपर्ने यो जम्मा जम्मी गर्नुपर्ने उहाँबाट भनेको चाहिँ 290 मिटर गर्नु भनेको छ। 290 मिटरमा 2 लाख रुपियाँ पैसा है। पैसा त्यहाँबाट यो सुखवाल छ। सुखवाल चाहिँ यस्तो रहेछ। अब हेर्नुहोस् यो काम चाहिँ भएकै हो, राम्रो काम हो यो। यो कामले चाहिँ राम्रै मान्न सकिन्छ मित्र। ल मित्र हेर्नुहोस्, विकास गति भनेको यस्तो हुनुपर्छ। अनि तपाईँको विचारमा छ नि राम गुरागाई बा, अनि यो छ नि यो कामले तपाईँको अनुगमन टोली के भन्छ अरे? अनुगमन टोलीले चाहिँ अब पुगेन यो त्यो अझै पनि भन्छ अब ढुङ्गा सेतो लगाइदिनु भनेर। सेतो ढुङ्गा नपाएर सुइरेदेखि ट्र्याक्टरको 6000ले पुरा भएको थियो, पछि 5000ले भनेर झारेको। अब सबैले स्वरोजगार भनेपछि समयमा आएर काम गरिदिँदैनन्, समयसम्म काम पनि हुँदैन, रेट खोज्छन्। माथिबाट पालिकाले तोकेको, यहाँ काम पुरा हुन सकेको छैन। अनि अनुगमनमा गाउँपालिका वडापालिकाको मान्छेहरू आउनु भएको छ कि छैन? वडाको अहिले जुन केशव सर चाहिँ आउनु भएको छ, हजुर, उहाँ चाहिँ आएर हिजो हेरेर जानुभयो, अरू आउनु भएको छैन। ए पालिका प्रतिनिधि आउनु भएको छ नि? अनि पालिका प्रतिनिधिहरू आउनुहुन्छ होला हो। बाटो चाहिँ मलाई चाहिँ मजा लाग्यो है, यस्तो दामी बनाउनु भएको छ। पहिला यस्तो बिग्रेको बाटो थियो, अब यसरी हिँड्न पाउँदाखेरि साह्रै खुसी लाग्यो यो बाटो। अब यसपालि त यो बर्खामा चल्दैन होला, बाढी पनि चल्छ होला यहाँ। यहाँदेखि बन्दै माथि सोलिङ सबै बन्दै छ। ल हाम्रो राम्रो कुरा। ल हिँड्नुहोस् त बा, देखाउनुहोस् त कस्तो कस्तो ठाउँ बनाएको छ तपाईँको। यो हेर्नु पऱ्यो क्या, म एकदमै पहिलाको बाटो हेर्नुहोस्, अहिलेको बाटो घुमाएर यसरी बनाइएको छ। यो एकदमै सराहनीय काम छ। यो बाटो तल सिसाखानीसम्म पुग्छ नि त, थापाको सिसाखानी होइन त? ल हेर्नु सबै यसरी बनाएर हुन्छ। हाम्रो प्रविध शिव हरि दाजुले पनि भन्दै हुन्छ उहाँ है। ल हेर्नुहोस् है, हाम्रो दाजुहरू यसरी उस गरिराख्नु भएको छ, मुस्किराउनु भएको छ बिचरा। रोजगार भनेको यसरी बनाउने हो नि त। हामीले रोजगार चाहिँ गर्न खोज्छौँ, तर छैन, के गर्ने। विकासको काममा यो चाहिँ अब कहिले हुन्छ राम कुरा बा? यो अब यो ढुङ्गा पुरा भएपछि मात्रै बोलाएर फेरि गरिन्छ। अब यो 1-2 जना व्यक्तिले गर्न नमिल्ने भएर स्वरोजगारमा नाम निस्केको सबै बोलाएर काम गर्नुपर्ने। र यसको अध्यक्ष चाहिँ को बा? यसको अध्यक्ष चाहिँ मुना कार्की हो। ए ल ठिक छ, उहाँले बताइदिनु भयो। हाम्रो मुना कार्की छ भने म भोलि यो छोटो समय लिएर कुरा गर्छु म। ल हेर्नुहोस्, यो बाटो सोलिङ हुँदैछ। यसरी बाटो सोलिङ गरेर धेरै राम्रो काम गरिरहेका छन् हाम्रो उमाकुण्डावासी 5 वडावासी आमा बुवाहरूले गर्नुभएको सोलिङलाई धेरै राम्रो लाग्यो। यो त रोड भन्दा नै राम्रो छ हो, रोड भन्दा राम्रो सोलिङ लाग्यो मलाई त। धेरै खुसी लाग्यो यो रोड सोलिङले गर्दाखेरि। धेरै बनेको छ हेर्नुहोस्। ल साथीहरू, यसलाई पनि विकास भएको छैन भने मान्छे चाहिँ मलाई बेकुप लाग्छ। विदेशमा बसेर अर्काको देशमा गएर अर्काको गुलामी गरेर खानुभन्दा आफ्नै स्वदेशमा बसेर दैनिक 400-500 रुपियाँ काम गर्ने चाहिँ राम्रो छ। किनभने यो कामले धेरै सोच पारिसकेको छ। जाने साथी, यो बाटो 2 लाखले 290 मिटरको काम हुनु भनेको धेरै राम्रो काम हो। किनकि अब पैसाको सदुपयोग चाहिँ राम्रो भइरहेछ। ल हेर्नुहोस्, हाम्रो भाइहरू यसरी आफ्नै घरमा आफ्नै धारा मुनिमाथि बसेर नुहाइरहेछन्, पानी खाइरहेछन्। विकास छैन भाइ, धारा होइन भाइ त्यो। ल तपाईँ हेरिरहेछ नि। अब यो हाम्रो भाइ एउटा चाबी चाहिँ मलाई दिनु त का। ल मेरो भाइको नाम के भन न यार। ए भने फर्की यार, भन न भएन यार। ल निसी तपाईँको विकास भएको नभएको यो विकास के हो यो तपाईँले एकचोटि अवलोकन गर्नु होला जहाँ बसेर पनि। अब यो विकासले चाहिँ म एकदमै राम्रो विकास मान्छु। मैले मानेको विकास हो यो धेरै राम्रो विकास भइरहेछ। यो
अहिले हाम्रो डाँडाखर्कदेखि सिसाखानीसम्मको बाटो सोलिङ ठाडो बाटो सोलिङ भएको छ। यो ओडारलाई धेरै धेरै धन्यवाद दिनुपर्छ। 2,02,90 मिटर हाम्रो अलैँचीबारी हेर्नु, शिवरी दाजुको अलैँचीबारी हेर्नुहोस् है। ल हाम्रो शिवरी दाजुको अलैँचीबारी कस्तो छ। शिवरी दाजुको घर हाम्रो चेन्डाडै भाइहरू आउँदैछन्। राम काका के छ हालको? ठिक छ? ठिक छ नि त? बोल्नुहोस् है, के भन्नुहोस् है। यो बाटोमा तपाईँको कतिजना जति श्रमिक लाग्यो अहिलेसम्म? 150 जना लाग्यो भन्नुहुन्छ उहाँले। उहाँ यहाँको के उपभोक्ता समिति के भन्नुभयो भाइ? कोषाध्यक्ष हुनुहुन्छ। ल काम चाहिँ एकदमै एमान छ है। तपाईँले बेद पढ्नु र यो ढुङ्गा फोर्नुमा कति फरक के पाउनुभयो? धेरै फरक भइहाल्छ। ल तपाईँको सुइरेबाट झारेको ढुङ्गाको अभाव छ। सुइरेबाट झारेको छ 6,000 लिएर। कति टिप यो ढुङ्गा? कति टिप ढुङ्गा हो? 5 टिप ढुङ्गा झारिसक्यो, तर एकदम कमै मात्र भयो। यसरी निस्किया छ साथीहरू। ल दिनको कति जति पर्न आउँछ? यो त ढुङ्गाको कटाउँदा 200 पनि नबस्ला जस्तो छ। 200 नि बस्दैन है। के भन्न चाहनुहुन्छ उहाँलाई? तपाईँले हेर्ने मान्छेले चाहिँ रोजगारी यहीँ बसेर हुँदो रहेछ? हुँदो रहेन चाहिँ। यो स्वरोजगारको काममा भनेको चाहिँ विफल बनाएर पठाइदिएको छ। अहिले जहाँ ढुङ्गा छैन उही सेतो ढुङ्गा खोजेको छ। जहाँ कालो ढुङ्गा भए ठाउँमा सेतो ढुङ्गा ल्याएर गर्नु भन्छ। सेता ढुङ्गा पाउँदैन अनि ट्र्याक्टरमा ल्याएपछि ट्र्याक्टरको ढुङ्गाको पैसा तिर्ने कि काम गर्नेलाई ज्यादा दिने। अनि 720 पालिकाको रेट भनेर पालिकाले पठाएको भन्छ। ल अनि यो बाहिरतिर हेर्नेले के भन्नुहुन्छ तपाईँले? सुझाव दिनु न, तपाईँले सुझाव के छ? अब सुझाव त के दिनु, मैले भनिदिइसकेँ। ल